नमस्कार, म सुरेन्द्र पोखरेल। यहाँहरू हेर्दै हुनुहुन्छ रियल नेपाल युट्युब च्यानल। यस च्यानल अन्तर्गत यहाँले विभिन्न किसिमका कथा, कविता, गजल, मोटिभेसनल भिडियोहरू र केही प्राकृतिक दृश्यहरू म देखाउँदै आइरहेको छु। र विगत 1 वर्ष अगाडिदेखि म यो कन्टेन्ट क्रिएसनमा लागिरहेको छु र मेरो यो सृजनाहरू हेर्नुहुने सम्पूर्ण आम दर्शकहरूप्रति, आम सबैप्रति म हार्दिक आभार व्यक्त गर्दै, यदि यो च्यानलमा नयाँ हुनुहुन्छ, यहाँहरूले चाहिँ यो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने यो च्यानललाई सब्स्क्राइब गरिदिनु अनुरोध गर्दै म चाहिँ आज एउटा कविता लिएर आएको छु। कविताको शीर्षक छ आज मेरो देश। मेरो देश जहाँ सच्चा देशभक्त पल पल राज्यबाट लुटिन्छ। मेरो देश जहाँ असली राष्ट्रवाद भ्रमको खेती गरेर तुवाइन्छ। मेरो देश जहाँ सच्चा देशभक्त पल पल राज्यबाट लुटिन्छ। मेरो देश जहाँ असली राष्ट्रवाद भ्रमको खेती गरेर तुवाइन्छ। खोक्रो राष्ट्रियतामा खेल खेल्नेहरू, खोक्रो राष्ट्रियतामा खेल खेल्नेहरू, हिलोमा माछा मार्न पल्केकाहरू, जसले देशलाई कंगाल बनाए, जसले देशलाई कंगाल बनाए, आमा बेचेर बंगाला बनाए। पुर्खाको वीरता र त्यागबाट, पुर्खाको वीरता र त्यागबाट सिर्जेको मेरो सुन्दर देशमा, सिर्जेको मेरो सुन्दर देशमा कमिसन र नातावादबाट कुण्ठा ग्लानी अनि द्वेषमा, कुण्ठा ग्लानी अनि द्वेषमा संघर्ष कति गर्नु यहाँ, संघर्ष कति गर्नु यहाँ, न्याय र समानताका लागि युद्ध कति लड्नु यहाँ, युद्ध कति लड्नु यहाँ, शान्ति र स्थिरताका लागि। विश्वले अर्को वासस्थानको खोजी गर्न लागिसक्यो, विश्वले अर्को वासस्थानको खोजी गर्न लागिसक्यो। हाम्रो वीर नेपाली चाहिँ क्रान्ति गर्दैमा थाकिसक्यो, हाम्रो वीर नेपाली चाहिँ क्रान्ति गर्दैमा थाकिसक्यो। उज्यालो दिने अन्धकारमा, उज्यालो दिने अन्धकारमा कुलमान पनि चिनेन राज्यले, उज्यालो दिने अन्धकारमा कुलमान पनि चिनेन राज्यले। आविष्कार दिने महावीरलाई, आविष्कारहरू दिने महावीरलाई साथ दिएन सरकारले, आविष्कारहरू दिने महावीरलाई साथ दिएन सरकारले। दुनियाँमा नदेखिएको झोलेभात, दुनियाँमा नदेखिएको झोलेभात देखियो मेरो देशमा, देखियो मेरो देशमा। जनता जागेको दिन अतिवाद, जनता जागेको दिन अतिवाद। सकिन्छ क्षणभर निमेषमा, सकिन्छ यो क्षणभर निमेषमा। धन्यवाद।